हेलो एभ्रिवान। आज चाहिँ मैले क्यान्डिस्टिक्सको बारेमा चाहिँ फ्री फरेक्स ट्रेडिङ क्लास लिएर आएको छु र मेरो प्रिभियस भिडियोजहरुमा मैले एकदमै फ्रीमा धेरै फरेक्स ट्रेडिङको बारेमा नलेज दिएको छु, भिडियोज दिएको छु, त्यो पनि हेर्नु होला। र यो चाहिँ अर्को एक त्यो मध्ये एक फ्री ट्रेडिङ क्लास भयो। मेरो भिडियोजहरु युट्युबमा पनि छ र यो च्यानलमा पनि छ, तल पार्ट वाइज राखिदिएको छु, त्यो हेर्नु होला मजाले। अनि एकदमै कसैलाई फरेक्स ट्रेडिङ एकदमै सिक्न मन लाग्यो, एकदमै इच्छुक हुनुहुन्छ भने चाहिँ त्यहाँहरूले सबभन्दा फर्स्टमा चाहिँ मैले दिएको फ्री क्लासेसहरु हेर्नु होला है। किनभने यो मैले जति पनि दिएको छु त्यति पनि मान्छेहरूले पैसा तिरेर पढिरहेको हुन्छ। सो तपाईहरुले चाहिँ अलि बाटो बन्नु पर्यो हैन। फर्स्टमा मेरो फ्री क्लासेसहरु हेर्नुस्। एकदमै भ्यालुएबल क्लासेसहरु छ है मेरो चाहिँ। युट्युबमा छ र सिरिजमा पनि छ। मजाले खोजेर चाहिँ पार्ट वाइज हेर्नु होला र पुरा हेर्नु होला मजाले। र एकदमै इच्छुक भएको मान्छेहरूले चाहिँ फर्स्टमा फ्री भिडियोजहरु हेर्ने, त्यसपछि बुझ्ने, त्यसपछि यो रहेछ है फरेक्स ट्रेडिङ भनेको चाहिँ यस्तो यस्तो रहेछ भनेर बुझिसकेपछि चाहिँ बल्ल त्यसपछि के तपाईलाई लाग्छ त्यो अनुसार गर्नु होला। र ट्रेडिङ क्लासेसको लागि चाहिँ मजाले मलाई टेक्स्ट पनि गर्दा हुन्छ, मेसेज गर्दा हुन्छ, टिकटकमा, व्हाट्सएपमा, बायोमा छ है त। ल आज चाहिँ यो क्लास सुरु गरौँ। सो क्यान्डलस्टिक भनेको चाहिँ के हो भन्दा सबभन्दा फर्स्टमा चाहिँ फरेक्स मार्केट भनेको चाहिँ के हो त्यो बुझौँ है त। फरेक्स मार्केट भने चाहिँ तपाईले देखिरहनु भएको हुन्छ होला कहिलेकाहीँ फोटोजहरुमा हैन, भिडियोजहरुमा यस्तो देख्नुहुन्छ तपाईहरुले हैन, यस्तो देख्नुहुन्छ। अनि यो चाहिँ मेरो प्रिभियस भिडियोजमा मैले भनिसकेको छु। यो चाहिँ प्राइस फरेक्स मार्केटमा चाहिँ प्राइस माथि जाने गर्छ, तल जाने गर्छ हैन, माथि तल जान्छ, कहिले साइडमा जान्छ हैन। यसरी चाहिँ प्रत्येक दिन, प्रत्येक वर्ष हैन, एभ्री टाइम मार्केटहरु कनेक्ट भएर चाहिँ तपाईको फरेक्स मार्केट निरन्तर रूपमा अघि बढिराख्छ र यो कहिले पनि नसकिने मार्केट हो र यसमा जहिले पनि ट्रेड गर्न मिल्छ है। पुस्तौ पुस्तासम्म ट्रेड गर्न मिल्छ, पछिसम्म आफू मर्दा बेरसम्म पनि ट्रेड गर्न मिल्छ र त्यति बेलासम्म मार्केट यसरी नै चलिराख्छ। त्यही भएर चाहिँ फरेक्स ट्रेडिङलाई बुझ्नको लागि हामीले क्यान्डलस्टिक्सहरु बुझ्न जरुरी छ। यो क्यान्डलस्टिक हो, यो चाहिँ क्यान्डलस्टिक चार्ट हो। यसलाई सिम्पली बुझाइदिनु पर्दा चाहिँ यो जुन देख्नु भएको छ यो एउटा क्यान्डल हो। यो बुल क्यान्डल, यो बियर क्यान्डल। बुल बियर भने अहिले म सिकाउँछु। जो क्यान्डलहरु मिलेर चाहिँ माथि तल भइरहेको हुन्छ, प्रत्येक क्यान्डलहरु मिलेर चाहिँ भइरहेको हुन्छ। सो यो क्यान्डल भने चाहिँ के रहेछ भन्ने कुरा चाहिँ हाम्रो एकदमै सुपर बेसिक्स फ्री ट्रेडिङ भिडियो सिरिजमा चाहिँ आज बुझौँ है त। सो क्यान्डलस्टिक भनेको चाहिँ सिम्पली क्यान्डल भनेको चाहिँ क्यान्डल भयो, मोमबत्ती भयो है। स्टिक भनेको चाहिँ स्टिक भयो। स्टिक भनेको चाहिँ एउटा कुनै स्टिक नै भनौँ हैन। जस्तो यो एउटा क्यान्डलस्टिक हो। यो क्यान्डलस्टिकमा चाहिँ कस्तो देख्नुहुन्छ तपाईहरुले भन्दा एउटा मोमबत्ती जस्तो देखिनुहुन्छ नि त। त्यही भएर चाहिँ यसलाई क्यान्डलस्टिक राखेको। नाममा नजाऊ, नामले केही पनि गर्दैन। यो चाहिँ एउटा प्रोपर क्यान्डलस्टिक हो र यो पनि एउटा प्रोपर क्यान्डलस्टिक हो। यो दुईटा क्यान्डलस्टिकमा फरक चाहिँ के छ भन्ने कुरा पढौँ है त। सबभन्दा फर्स्टमा चाहिँ हामीले क्यान्डलस्टिक्सको एनाटोमी बुझौँ है त, बनावट बुझौँ, त्यसको बडी बुझौँ, त्यसपछि चाहिँ हामी अघि बढौँला। सो मार्केट चाहिँ यसरी जान्छ, मैले भनेको छु, कहिले माथि कहिले तल हैन, यसरी जाने गर्छ। र यो जाने क्रममा चाहिँ यसरी क्यान्डलस्टिक्सहरु तपाईको जोडिँदै यसरी जोडिँदै यता सबै जोडिँदै जान्छ है त। मैले बनाउन भ्याउँदिन यहाँ, यसरी जाने गर्छ। सो एउटा पोइन्टमा चाहिँ यो क्यान्डलस्टिक ओपन हुने गर्छ के है त, खुल्ने गर्छ र एउटा पोइन्टमा चाहिँ क्यान्डलस्टिक क्लोज हुने गर्छ, बन्द हुने गर्छ। त्यसपछि बल्ल अर्को क्यान्डलस्टिक जोडिन आउँछ है त। सो जस्तै यो मार्केट कन्डिसनमा चाहिँ एउटा क्यान्डलस्टिक मैले यता ल्याएँ है, यो ल्याएँ। सो यहाँ सिम्पली के हुन्छ भने मार्केट चाहिँ यहाँ सुरु हुन्छ है त। यो ठाउँमा सुरु हुन्छ अनि यसरी माथि जान्छ, यसरी तल जान्छ है।
यसरी जाने गर्छ, जत्रो पनि बन्न सक्छ यो है त। कहिले यसरी 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 है टिक जसरी जान्छ मैले त्यसरी भन्दिन्छु ठ्याक्कै, यसरी 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 होइन, यसरी 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 गरेर यत्रो पनि बन्न सक्छ। जे होस् एउटा नर्मल क्यान्डलस्टिक चाहिँ यसरी बन्ने गर्छ। सो क्यान्डलस्टिक चाहिँ तपाईँको यहाँ खुल्यो यो मानौँ है त, यो क्यान्डलस्टिक चाहिँ यहाँ खुल्यो यसरी, खुल्ने बेलामा फ्ल्याट हुन्छ है, खुल्ने बेलामा यस्तो सिधा लाइन हुन्छ क्यान्डलस्टिक एउटा, त्यसपछि माथि तल जान्छ। जस्तै यो मानौँ कि माथि गयो माथि गयो माथि गयो माथि गयो यहाँसम्म गयो अनि फर्क्यो अरे है त, माथिसम्म गयो अनि फर्क्यो, जहाँसम्म गयो यो टुप्पा यो जुन मैले केरेको छु यो चाहिँ यहाँसम्म गएको है त, यहाँसम्म गयो अनि तल आयो अरे, फेरि तलसम्म गयो, तल तल गयो 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 यहाँ आयो अरे होइन, फेरि तलसम्म गयो अनि यो जुन यो मैले पोइन्ट कोरेको छु यो लाइनको सबैभन्दा तल्लो भाग यहाँसम्म गयो, त्यसपछि फेरि माथि 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 गयो, फेरि लास्टमा गएर चाहिँ यहाँ क्लोज भयो अरे ल है त। अहिले मैले जुन तपाईँलाई भने यो चाहिँ तपाईँलाई मैले क्यान्डलस्टिकको मुभमेन्टको बारेमा भने। सो क्यान्डलस्टिक ओपन कहाँ भयो अरे भन्दा यहाँ भयो होइन, ओपन भइसकेपछि मार्केट माथि गयो भनेर भनेको छु मैले, माथि गइसकेपछि फेरि ओपनिङ प्राइसमै फर्क्यो, तर जान त यहाँसम्म गयो नि होइन, यहाँसम्म गयो अनि फर्क्यो। सो फाइनल प्राइस सबैभन्दा माथिल्लो प्राइस जहाँसम्म क्यान्डलस्टिक पुग्छ नि त्यो चाहिँ हाई अफ द क्यान्डलस्टिक हुन्छ। यो चाहिँ हाई अफ द क्यान्डलस्टिक भयो। हाई अफ द क्यान्डलस्टिक भनेको चाहिँ सिम्पली सबैभन्दा माथिल्लो भाग, क्यान्डलस्टिकको सबैभन्दा माथिल्लो भाग चाहिँ त्यो भयो है त। यो चाहिँ यसलाई चाहिँ हामीले के भनिन्छ भने यो जुन होल छ नि यो स्टिक जुन छ यसको लोएस्ट स्टिक र हाइएस्ट स्टिकको पोइन्टहरू छ, त्यो चाहिँ यसलाई चाहिँ हामीले ओभरअल भन्ने बेलामा चाहिँ विक भनिन्छ है त, विक अथवा स्याडो भनिन्छ। माथिल्लोपट्टि छ त्यही भएर यसलाई अप्पर विक भनिन्छ अथवा अप्पर स्याडो भनिन्छ। सबैभन्दा हाइएस्ट प्राइस रिच्ड भनेको चाहिँ सबैभन्दा माथि सबै यो क्यान्डलस्टिकमा मात्रै, यो क्यान्डलस्टिक सबैभन्दा माथिल्लो प्राइस जहाँ छोयो त्यो चाहिँ यो एरिया हो, यो लाइन हो जुन यो लाइन हो, यसलाई चाहिँ हाइएस्ट प्राइस रिच्ड भनिन्छ है त। माथिल्लो सबैभन्दा माथिल्लो प्राइस पुगेको क्यान्डलस्टिकको पोइन्ट चाहिँ यो भयो। अनि यो ओभरअल छ जुन यो लाइन छ यसलाई चाहिँ विक भनिन्छ अथवा स्याडो भनिन्छ, माथिल्लोपट्टि भएर चाहिँ अप्पर विक अथवा अप्पर स्याडो भनिन्छ है त। सो यो सेल क्यान्डल हो है त, मानौँ कि हामीले सेल क्यान्डल बनाइरहेको छौँ। सेल क्यान्डल जहिले पनि ओपनिङदेखि तल क्लोज हुन्छ है त। ओपनिङ यहाँ भएको थियो, यहाँ ओपनिङ भएको थियो, माथि गयो। सो सेल क्यान्डल चाहिँ तल क्लोज हुन्छ। यो ओपनिङ छ नि जुन यो ओपनिङ यो लाइन यसभन्दा तल जहाँ क्लोज भयो भने सेल क्यान्डल हो है त। त्यो मानौँ कि यो प्राइस जाँदा 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 यहाँसम्म गयो अरे है, यहाँसम्म गयो अरे, त्यसपछि चाहिँ तपाईँको फेरि माथि फर्क्यो अरे, यहाँसम्म त गयो नि त होइन। सो योसम्म गयो भनिसकेपछि यो पनि विक नै हो तर लोवर विक है त। माथिको चाहिँ अप्पर विक, तलको चाहिँ लोवर भनेको किन भन्दा तल्लोपट्टिको विक अथवा तल्लोपट्टिको स्याडो। अनि सबैभन्दा फाइनल प्राइस जहाँसम्म पुगेको थियो यो ठाउँ, यसको लाइनको यो ठाउँको प्राइस चाहिँ यता हुन्छ है त, यता यो प्राइससम्म पुगेको थियो, त्यसलाई चाहिँ हामीले के भनिन्छ त लोएस्ट प्राइस रिच्ड है त। सबैभन्दा तल्लो प्राइस पुगेको ठाउँ, केले पुगेको ठाउँ त यो क्यान्डलस्टिकले पुगेको ठाउँ। कुन क्यान्डलस्टिक त सेल क्यान्डलस्टिक। अनि यहाँसम्म पुग्यो होइन, यहाँसम्म पुगिसकेपछि यहाँसम्म पुग्यो, माथि 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 गयो होइन, अनि लास्टमा यहाँ क्लोज भयो ल। सेल क्यान्डल ओपन यहाँ भएको थियो, यहाँ ओपन लेखेको छु, क्लोज यहाँ भएको छ भन्नाले खुलेको ठाउँभन्दा तल क्लोज भयो भनिसकेपछि यो सेल क्यान्डल भयो है त। खुलेको प्राइसदेखि तल क्लोज भयो भनेपछि यो सेल क्यान्डल भयो। र यो जुन यो बिचको भाग छ हाम्रो, यो बिचको भाग यहाँदेखि यहाँसम्मको भाग छ जुन, यसलाई चाहिँ बडी भनिन्छ है त।
शरीर भनिन्छ यसलाई, क्यान्डलस्टिकको शरीर। कुन क्यान्डलस्टिकको त? सेल क्यान्डलस्टिकको शरीर। सो रिभाइज गरिदिन्छु, ओपन यहाँ भयो, क्लोज यहाँ भयो, सबैभन्दा हाइएस्ट यहाँ पुग्यो, सबैभन्दा लोएस्ट यहाँ पुग्यो, तल्लो विकलाई लोवर विक, माथिल्लो विकलाई अप्पर विक, यो बिचको भागलाई चाहिँ बडी है त, शरीर भनिन्छ यसलाई है त। यो चाहिँ अब हाम्रो सेल क्यान्डलको। अब हाम्रो जाम अब बाई क्यान्डलमा जाम है त। सो बाई क्यान्डलमा फेरि प्राइस बाई क्यान्डलमा सेम हो, तर यहाँ ओपन भएको छ भने ओपन भयो भन्दा माथि क्लोज हुनु पर्यो है त। जस्तो यहाँ ओपन भयो भन्दा तल क्लोज भएको, यो जहाँ क्लोज भए पनि मानिन्थ्यो है त। जस्तो यहाँ ओपन भएको छ, यहाँ क्लोज भयो भने सेल क्यान्डल हो, यहाँ क्लोज भयो भने सेल क्यान्डल, किनभने ओपन भएपछि प्राइस तल खसेर रोकियो भने त्यो सेल क्यान्डल भयो है त। तर यो चाहिँ मानौँ कि यहाँ रोक्यो, त्यही भएर चाहिँ अलिक ठुलो क्यान्डल बनाइदिएको छु। त्यसरी नै ओपन भइसकेपछि तल क्लोज भयो भने त सेल भयो होइन, माथि क्लोज भयो भने बाई भयो है। अब चाहिँ यहाँ ओपन यहाँ छ, ओपन भइसकेपछि यो तल तल आयो, एकछिन तल त जान्छ है त, मार्केट माथि तल गइरहेको छ। सेल क्यान्डल पनि एकैछिन माथि गएको थियो, क्लोज पो तल भयो नि, क्लोज तल भयो क्या है त। माथि माथि यहाँ त माथि गएको छ त भनेर फेरि कन्फ्युज हुनु होला, माथि जान्छ तर क्लोज हुनु पर्यो क्या है त। लास्ट मोमेन्टमा जब क्यान्डलस्टिक पूर्ण बन्छ, पुरा तरिकाले बन्छ, त्यति बेला चाहिँ मार्केट, त्यति बेला चाहिँ क्यान्डल खुलेको प्राइस भन्दा तल क्लोज भएपछि चाहिँ सेल क्यान्डल भयो भनिसकेपछि यहाँ मार्केट यहाँ खुलेको छ, जान त तल गयो एकछिन, किनभने क्यान्डलस्टिक जान्छ है त, किनभने यसलाई विक बनाउनु पर्छ, विक बनाइरहेको हुन्छ, जान त तल गयो एकछिन। त्यसपछि माथि माथि यहाँ क्लोज भयो भने बाई क्यान्डल भयो, यहाँ क्लोज भयो भने भयो। फेरि यो मानौँ कि यो चाहिँ माथि 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 गएर यहाँसम्म आयो, अब यहाँसम्म आयो अनि यहाँसम्म, यहाँ आएर बल्ल क्लोज भयो। मानौँ कि यो 1 घन्टाको क्यान्डल थियो भनिसकेपछि, मानौँ कि 12 बजे खुलेको यो क्यान्डल हो भने, दिउँसोको 12 बजे खुलेको क्यान्डल हो भने तल 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 गएर माथि 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 गएर यहाँसम्म पुगेर यहाँ चाहिँ 1 बजे क्लोज भयो क्या है त। 1 घन्टामा चाहिँ यसले यो क्यान्डल बनायो, यसले पनि 1 घन्टामा चाहिँ यो क्यान्डल बनायो। 1 घन्टामा के गर्यो त? यो क्यान्डलले के गर्यो त? यहाँ खुल्यो फर्स्टमा, एकछिन तल गयो, माथि गयो माथि गयो माथि गयो, यहाँ पुग्यो, त्यसपछि यहाँ गयो है त। यो चाहिँ भयो हाम्रो 1 घन्टाभित्र भएको क्यान्डलको मुभमेन्ट है त। सो यसलाई बुझ्नको लागि चाहिँ सेम अघि नै जस्तै हो, यो हाई प्राइस भयो, यसलाई पनि सेम भन्ने, अप्पर विक नै भन्ने, तर अप्पर विक केसको त? बाई क्यान्डलको है त। यसलाई चाहिँ लोवर विक अथवा लोवर स्याडो भन्ने, केसको चाहिँ? बाई क्यान्डलको लोवर स्याडो है त। यो बिचको भागलाई के भन्ने त? बडी भन्ने। यसको ओपन क्लोज चाहिँ ठ्याक्क उल्टो छ है त। सेल क्यान्डलको ओपन माथि हुन्छ, बाई क्यान्डलको ओपन चाहिँ तल हुन्छ है त। सेल क्यान्डलको क्लोज तल, बाई क्यान्डलको क्लोज माथि है त। यो चाहिँ हो क्यान्डलको एनाटोमी। यो केही छैन, गाह्रो केही पनि छैन, यो सिम्पल कुराहरू हो। र क्यान्डलस्टिक यो चाहिँ एउटा नर्मल क्यान्डलस्टिक कोर्दिएको हो। क्यान्डलस्टिक चाहिँ जत्रो पनि बन्न सक्छ है त। जस्तो हो, मानौँ कि क्यान्डल यहाँ ओपन भयो, यहाँ क्लोज, यहाँसम्म पुग्यो 1 घन्टाभित्र है त। 1 घन्टाभित्र मानौँ कि 10 मिनट तल गयो, अनि 20 मिनट, 30 मिनट, 40 मिनट, 45 मिनट, 55 मिनट गर्दा 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 यहाँ क्लोज भयो ठ्याक्कै 1 बजे है त। भनिसकेपछि विक अब कत्रो बन्ने भयो त? यहाँसम्मै बन्ने भयो क्या विक है त। यत्रो विक बन्ने भयो। किन यत्रो विक बन्यो त? किनभने क्यान्डल त माथिसम्म पुगेको थियो होइन, क्लोज चाहिँ यहाँ आएर भयो कि है त। जहाँसम्म मार्केट गएको छ, जहाँसम्म क्यान्डल गएको छ, त्यसले त्यो विक त्यत्रै लामो बनाउँछ है त। यो चाहिँ यो कस्तो भयो त भन्दा, अघिनको भन्दा यसमा चाहिँ विक ठुलो भयो। जस्तो यसमा अप्पर विक ठुलो भयो, अनि भित्रको बडी चाहिँ सानो भयो। कहिलेकाहीँ के हुनसक्छ त भन्दा, तलको विक ठुलो हुनसक्छ है त, कहिलेकाहीँ यस्तो हुनसक्छ। हुन त यो बाई क्यान्डल नै हो, अथवा बुलिस क्यान्डल है, यहाँ लेखिदिएको छु है। कि त बाई क्यान्डल हो, कि त बुली क्यान्डल हो, कि त बुलिस क्यान्डल हो है त। त सेल क्यान्डल चाहिँ कि त सेल क्यान्डल हो, कि त बियर क्यान्डल हो, कि त बियरिस क्यान्डल हो।
सो यहाँ थिएँ म। कहिलेकाहीँ दुईतिरै विक बराबर पनि हुनसक्छ, जस्तो पनि हुनसक्छ है त यो। जे होस् ओपन यहाँ भएको थियो, क्लोज चाहिँ माथि नै हुनु पर्यो क्या। यत्निसी माथि भयो भने पनि यो पनि बाई क्यान्डलै हो है त। बाई क्यान्डल हो, तर यसको आफ्नै नाम हुन्छ। यसको नाम चाहिँ डोजी भन्छ यसलाई। त्यतातिर नजाउँ अहिले है, त्यो पछिको कुरा। अहिले चाहिँ क्यान्डल स्टिकको एनाटोमी बुझ्ने, यसको शरीरलाई बुझ्ने है त। यो पनि बाई क्यान्डल भयो। कहिले विक ठुलो हुनसक्छ, बडी सानो हुनसक्छ, कहिले बडी ठुलो हुनसक्छ, विक सानो हुनसक्छ, कहिले काहीँ विकै नबन्न पनि सक्छ। जस्तो के भयो अरे भन्दा यहाँ ओपन भयो अरे, तल गयो अरे होइन, माथि गएर माथि गएर माथि गएर 1 घन्टाभित्र यहीँ ठ्याक्कै क्लोज भयो अरे क्या। यहाँ विकै बनेन, किनभने जहाँ जस्तै यो फाइनल प्राइस यो थियो, सबैभन्दा हाइएस्ट प्राइस यहाँ पुग्यो, तर यहाँभन्दा तल आउँदै आएन क्या मार्केट। अथवा ल तल आयो अरे होइन, तल आयो अरे, यहाँ पुग्यो अरे मार्केट, तल तल आयो अरे, फेरि यहीँ गएर चाहिँ यहीँ क्लोज भयो अरे क्या है त। जस्तै यहाँ ओपन भयो 10 मिनट, 20 मिनट, 30 मिनट, 40 मिनट, 50 मिनटमा त तल आयो अरे, फेरि 60औं मिनटमा चाहिँ त्यहीँ माथि नै गयो, जहाँसम्म फर्स्टमा पुगेको थियो त्यहीँसम्म पुग्यो, अनि ठ्याक्कै यहीँ क्लोज भयो भनेपछि माथि विक बनेन यहाँ होइन। सो यहाँ विक बन्नै पर्छ भन्ने छैन, बने पनि राम्रो, नबने पनि राम्रो, हामीलाई त्यसको मतलब हुँदैन। यसलाई एनालाइसिस गर्ने आफ्नै तरिका हुन्छ। सो यसमा चाहिँ कन्फ्युजन हुन पर्दैन है त। सेलमा पनि सेम हो। अब दुवैतिर विक पनि नहुन सक्छ है त। जस्तो यहाँ ओपन भयो अरे, तल जाँदै गएन अरे। जस्तै यहाँ ओपन भयो अरे होइन, यो ठाउँमा ओपन भयो अरे, तल जाँदै गएन अरे, माथिको माथि माथिको माथि माथिको माथि गयो अरे, अनि यहाँभन्दा तल पनि जाँदै गएन अरे, माथि मात्र मुभ भइराख्यो अरे क्या होइन। कन्टिन्युसली माथि 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 मुभ भइराख्यो अनि यहीँ क्लोज भयो अरे। ल 1 घन्टाभित्र यहाँ ओपन भयो अरे, 10, 20, 30, 40, 50, 60 मिनटसम्म चाहिँ माथि गएको गयो अरे। अब यो चाहिँ यहाँ माथि क्लोज भयो अरे भनेपछि यसमा तल पनि विक छैन, माथि पनि विक छैन। बुझ्नुभयो नि? यस्तो पनि हुनसक्छ है त। अनि कहिलेकाहीँ कस्तो हुनसक्छ भने बडी नै बन्दिन्न, कहिलेकाहीँ त बडी पनि हुँदैन कि, यस्तो भइदिन्छ। ए यो पनि क्यान्डलै हो, कहिलेकाहीँ यस्तो भइदिन्छ। यहाँ ओपन भयो अरे, तल गयो अरे, माथि गयो अरे, अनि जहाँ ओपन भएको थियो त्यहीँ नै गएर क्लोज भयो अरे क्या। यसरी बडी नै बनेन क्या। बुझ्नुभयो नि? विक मात्र क्यान्डल भयो। यसलाई पनि डोजी नै भन्छ है। डोजी भनेको चाहिँ मैले भनिदिइहाल्छु। डोजी भनेको चाहिँ तपाईँको राम्रोसँग बुल पनि नदेखाएको, बियर पनि नदेखाएको, राम्रोसँग बाई क्यान्डल पनि नदेखाएको, सेल क्यान्डल पनि नदेखाएको, जहाँ ओपन भएको थियो त्यही नै क्लोज भएकोलाई चाहिँ डोजी भनिन्छ है त। सो यो त भयो क्यान्डलस्टिकका कुराहरू। सो के भयो अरे भन्दा बाई क्यान्डल यता मैले बनाएको थिएँ, अहिले सेल क्यान्डल यता छ होइन। दुईटा क्यान्डल हुन्छ, बाई र सेल। कि त क्यान्डल माथि जान्छ, कि त क्यान्डल तल जान्छ। खुलेको प्राइसदेखि माथि क्लोज भयो भने बाई क्यान्डल भयो, खुलेको प्राइसभन्दा तल क्लोज भयो भने सेल क्यान्डल भयो। विक जत्रो पनि बन्न सक्छ, माथि पनि तल पनि। प्राइस सबैभन्दा टुप्पोसम्म जहाँ पुग्यो त्यो चाहिँ क्यान्डलको सबैभन्दा हाइएस्ट पोइन्ट भयो। क्यान्डल सबैभन्दा मुनि जहाँसम्म पुग्यो त्यो चाहिँ क्यान्डलको लोएस्ट पोइन्ट भयो। अनि बिचको शरीर जुन छ त्यसलाई चाहिँ बडी भनिन्छ, र माथि र तलको काँटी जस्तो देखिनेलाई चाहिँ हामीले विक भनिन्छ, र जत्रो पनि हुन मिल्छ है त। ल क्यान्डलस्टिकको बारेमा यति नै भयो। थोरै इक्जाम्पल हेरौँ यहाँ। ल यहाँबाट हेरौँ, यहाँबाट गरौँ है त। सो मानौ कि यो चाहिँ 30 मिनटको क्यान्डल हो। जस्तै माथि छ यहाँ 30 मिनट, 30 मिनट टाइम फ्रेम जुन भनेको छ, यो 30 मिनट भनेको चाहिँ एउटा क्यान्डलस्टिक 30 मिनटमा क्लोज हुन्छ क्या है त। जस्तै यो एउटा 30 मिनटमा बन्छ, त्यसपछि 30 मिनटपछि ठ्याक्कै यो बन्छ, त्यसपछि 30 मिनट सकिन्छ, फेरि यो बन्छ। यसरी चाहिँ बन्दै 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 यत्रो मार्केट बनिदिन्छ है त। यस्तो राम्रो मार्केट बनिदिन्छ। सो अहिलेको लागि चाहिँ यो बुझौँ सिम्पली। सो सिम्पली चाहिँ यहाँ मानौँ, यहाँबाट सुरु गरौँ। यहाँ ओपन भयो, यहाँ ओपन भयो, तल तल गयो एकछिन, फेरि माथि यहाँसम्म पुग्यो, यहाँ क्लोज भयो। 30 मिनटभित्र चाहिँ यो क्यान्डल यसले बनायो है त। 30 मिनटमा यत्रो मुभ भयो, यो यत्रो मुभ है।
यहाँदेखि 4-5 वटा क्यान्डल, यहाँ 4-5 वटा क्यान्डल मिलाएर पनि जोडेर पनि त्योभन्दा पनि ठुलो एउटा क्यान्डल बन्दियो। यत्रो क्यान्डल बन्दियो, तर ओपनदेखि माथि क्लोज भयो, त्यही भएर बाई क्यान्डल भयो। विकहरू चाहिँ ठुल्ठुला छन् हैन। 30 मिनट सकिँदा बित्तिकै क्लोज कहाँ भयो रे? क्लोज यहाँ भयो है त, यो ठाउँमा भयो नि क्लोज। त्यही अब जहाँ क्लोज हुन्छ नि, जहाँ क्लोज हुन्छ यो ठाउँमा क्लोज भयो, यो लाइन कोरेको ठाउँमा यहाँ क्लोज भयो। यहीँबाट नेक्स्ट ठाउँमा यो जुन प्राइस छ, यही प्राइसबाटै अर्को क्यान्डल सुरु हुने हो है त। यही प्राइसबाट क्यान्डल सुरु भयो, त्यसपछि हल्का माथि गयो, त्यसपछि एकदमै तल गयो, हल्का तल गयो है। के एकदमै भन्नु, यो क्यान्डलको तुलनामा त केही पनि हैन है दाइ। यहाँ क्यान्डल बाई क्यान्डल, प्रिभियस बाई क्यान्डल क्लोज भयो, यहीँबाट अर्को क्यान्डल ओपन भयो। अब यसको 30 मिनट यो क्यान्डलले बिताउँछ। यहाँ अब कसरी बिताउँछ यो मार्केटले आफै देखाउँछ। माथि हल्का गएछ, तलसम्म गएछ, त्यसपछि यहाँ क्लोज भएछ। सो ओपन यहाँ भएको थियो, क्लोज ओपन भएको भन्दा तल भयो भनेपछि यो सेल क्यान्डल भयो, डोजी सेल क्यान्डल भयो। तर यो डोजी नभनौँ, यसलाई सेल क्यान्डलै भनौँ, किनभने क्यान्डल तल क्लोज भयो। फेरि कहाँ क्लोज भयो त? यहाँ क्लोज भयो, यहाँ क्लोज भयो, ठ्याक्कै यहीँबाट ओपन भयो यो क्यान्डल। फेरि है त अर्को क्यान्डल, अर्को 30 मिनट यसले पुरा गर्ने छ यो क्यान्डलले। यहाँबाट सुरु भयो, तल तल गयो, फेरि माथि गयो, यहाँसम्म गयो, यहाँ क्लोज भयो है त। यो चाहिँ हाम्रो ओपनिङ भन्दा माथि भएकोले बाई क्यान्डल भयो है त। सो यसरी यहाँ क्लोज, यहाँ ओपन, माथिसम्म गयो, यत्रो बनायो, फेरि यहाँ क्लोज, यहाँ ओपन, माथि यत्रो बनायो, फेरि यहाँ क्लोज, यहाँ ओपन भयो। जस्तै यसमा विक छैन है त। यहाँ क्लोज भयो, यो बाई क्यान्डल त यहाँ क्लोज भयो नि हैन। यहाँ भइसकेपछि चाहिँ यहीँबाट ओपन भयो, माथि जाँदै गएन के है त, माथि जाँदै गएन, ओपन हुन साथ तलको तल, तलको तल, तलको तल भयो, अनि यहाँसम्म पुगेछ। यहाँसम्म पुगेछ, यहाँबाट पनि यति माथि गएको रहेछ है त। यति मात्र माथि गएर चाहिँ एकदमै ठुलो सेल क्यान्डल, ठुलो बडीका साथ सेल क्यान्डल बनाएको छ। सो यही नै हो क्यान्डलस्टिकको बारेमा चाहिँ। यो चाहिँ एकदमै बेसिक्स कुरा हो र तपाईहरुलाई फरेक्स ट्रेडिङको बारेमा सिक्न मन छ, तपाईलाई सिक्न मन छ, अथवा केही जानकारी मात्र पनि पाउन मन छ भने पनि टेक्स्ट गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ। र टेक्स्ट मेसेज नगरे पनि तपाईले मलाई भनिराख्नु पर्दैन। तपाईलाई साच्चै सिक्न मन छ भने चाहिँ टेक्स्ट मेसेज गर्न सक्नुहुन्छ हैन। अथवा के क्वेशन छन् भने, क्वेशन्सहरु छैनन् र तपाईलाई यतिकै सिक्न मन लाग्यो हल्का फुल्का भने पनि मलाई नसोधिकन पनि तपाईले यो मेरो च्यानलको मुनि तपाईले पार्ट वाइज हेर्न सक्नुहुन्छ। पार्ट 1 देखि राख्दिएको छु, त्यो चाहिँ एकदमै फरेक्सको बारेमा बेसिक्स कुराहरु छ। त्यो चाहिँ तपाईले फ्रीमा दिएको छु मैले, त्यो हेर्न सक्नुहुन्छ। र बेसिक्स मात्र हैन, मैले बेसिक्स भन्दा धेरै माथिल्लो स्तरका भिडियोहरु पनि बनाएको छु, फ्रीमा दिएको छु। त्यो पनि चेक गर्न सक्नुहुन्छ। र एकदमै भ्यालुएबल भिडियोजहरु हो यो चाहिँ। अरूले चाहिँ यति भिडियोज पनि तपाईको 30-35 हजार हालेर पढ्ने गर्छ। जति मैले फ्रीमा दिएको छु त्यसलाई 30-35 हजार हाल्ने गर्छ, तर मैले त्यो सब फ्रीमा दिएको छु। मजाले चेक गर्नु होला। अनि जब तपाईले भिडियो हेर्नुहुन्छ त्यति बेला चाहिँ एकदमै सरसर्ती नहेर्नु होला है त, किनभने सरसर्ती हेरेर चाहिँ यो आफूले किताब पढे जस्तो हैन, कलेजमा किताब पढे जस्तो हैन। एकदमै मजाले बुझेर मात्रै अर्को पार्ट हेर्ने गर्नु होला है त। सो क्यान्डलस्टिकको बारेमा चाहिँ यति नै गरौँ। See you in the next video. That's all for this.